माध्यमिक शिक्षा परीक्षा एसई को नतिजालाई लिएर धेरै विद्यार्थीहरूले हाम्रो च्यानलमा प्रश्न सोध्ने गर्नुहुन्छ। माध्यमिक शिक्षा परीक्षा एसई को नतिजा कहिले सार्वजनिक हुन्छ, यति बेला बोर्डमा नतिजाको के काम चल्दैछ भनेर यसै विषयमा हामीलाई राष्ट्रिय परीक्षा बोर्डबाट नयाँ जानकारी प्राप्त भएको छ। आज म तपाईहरुलाई नयाँ जानकारी लिएर उपस्थित भएको छु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। नमस्कार दर्शकबिन, मेरो नाम हो दीपक खत्री र तपाईँ हेर्दै हुनुहुन्छ जेबीडी च्यानल। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसई को नतिजा असार तेस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ। विद्यालय तहका शिक्षक आन्दोलनका कारणले उत्तर पुस्तिका परीक्षणमा ढिलाइ भएकोले यस वर्षको नतिजा गत वर्षको भन्दा केही ढिलो हुन लागेको हो। राष्ट्रिय परीक्षा बोर्ड कक्षा 10 का परीक्षा नियन्त्रक डाक्टर गणेश भट्टराईका अनुसार अहिले अधिकांश जिल्लाबाट उत्तर पुस्तिका परीक्षण सम्पन्न भएर प्राप्ताङ्क केन्द्रमा आइसकेको छ। परीक्षार्थीको प्राप्ताङ्कलाई कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ। बोर्डले यसअघि परीक्षा सकिएको 3 महिनामा नतिजा निकाल्ने योजना बनाएको थियो। नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौँ केन्द्रित सडक प्रदर्शनका कारण उत्तर पुस्तिका परीक्षणमा झण्डै 1 महिना ढिलो गरी सुरु भएको थियो। दर्शकबिन, यति बेला माध्यमिक शिक्षा परीक्षा एसई को नतिजालाई लिएर धेरै विद्यार्थीहरूले हामीलाई प्रश्न सोध्ने गर्नुहुन्थ्यो। राष्ट्रिय परीक्षा बोर्डले एसई को नतिजा असार तेस्रो साताभित्रमा चाहिँ सार्वजनिक गर्ने बताएको छ र अहिले राष्ट्रिय परीक्षा बोर्डमा चाहिँ तपाईहरुको प्राप्ताङ्क इन्ट्री गर्ने काम चाहिँ भइरहेको छ। शिक्षक आन्दोलनका कारणले चाहिँ तपाईहरुको नतिजा सार्वजनिक गर्नमा चाहिँ ढिलाइ हुने भएको छ। आई होप तपाईलाई यो जानकारी इन्फर्मेटिभ लाग्यो होला। जाँदै तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला र नजिकै रहेको बेल आइकन प्रेस गर्न नबिर्सिनु होला। साथै यो भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्न नबिर्सिनु होला। धेरै साथीहरु नतिजाको पर्खाइमा हुनुहुन्छ, नतिजा कहिले आउँछ भनेर चाहिँ घुरेर बसिरहनु भएको छ। तपाईले चाहिँ यो भिडियो आफ्नो साथीहरुलाई शेयर गर्न नबिर्सिनु होला। धन्यवाद।